म के एउटा कुरा अचम्म लाग्छ कि त्यो हुन्छ नि यो बाटो बाटो के डुला हिँड्ने मान्छे हुन्छ नि यो कहिले तन्ना बेचेर हिँड्ने कहिले त्यो झुलहरू बेच्न ल्याउँछ नि त्यो मान्छेहरूसँग कति धेरै इगो हुन्छ कि म छक्क लाग्छ मसँग त्यस्तो कतिचोटि भएको छ कि मतलब हुन्छ नि बेच्दै आउँछन् होइन अब उनीहरूसँग खासै राम्रो सामान हुन्न कि कहिलेकाहीँ त राम्रो पनि पर्छ अक्कल झुक्कल होइन अनि प्राय चाहिँ हुँदैन उनीहरूको है अनि आउँछन् अनि जबरजस्ती भिडाउँछन् के ढोका गेट लगाएको छ भने पनि गेटलाई डङ गरेर गेट खोल्छन् कि अनि दिदी यो राख्नु न यो यस्तो राम्रो छ यस्तो राम्रो छ यति एक भारी भाषण छोड्छन् होइन अनि नराख्ने जानु भनेर भन्नुपर्छ सुन्दैन कि मेरो यो यस्तो राम्रो सामान हो प्योर कटन हो है अनि कति बलियो हुन्छ 5 वर्ष थाम्छ 6 वर्ष थाम्छ भन्छन् होइन भन्छ नि पुरा फेन्सी सामान हो यो भन्दै भन्छ अनि ठिकै छ तपाईँको सामान राम्रै हो लानु न म राख्दिनँ अहिले पैसा छैन भनेर भन्नुपर्छ होइन अनि राख्नु कि राख्नु भन्छ है भाइ पैसा छैन लानु न कुनै दिन आउनु भन्दा नि मान्दैनन् होइन लु यो एउटाको दाममा तपाईँलाई 5वटा दिन्छु भन्छन् क्या उनीहरू कति त हुन्छ नि त भन्दा त्यो के भने इगो निकाल्छन् क्या यिनीहरूले अनि एउटाको दाम दिनु भने 5वटा दिन्छु भन्छन् कि उनीहरूले सायद मन सोध्न खोजेको हो कि या उनीहरूको व्यापारै त्यस्तो हो कि है कति त्यस्तो मैले धेरै वर्ष भइसक्यो यस्तो देखेको होइन अनि अब रिसारिसमा गरेको हो भने त यत्रो वर्षसम्म त्यस्तो नगर्नुपर्ने उनीहरूको प्राय त्यही हुन्छ क्या यिनीहरूको अनि म छक्क लाग्छ अनि एउटाको दाममा 5-6वटा उनीहरूले छोडेर जानुपर्ने अवस्था हुन्छ अब ल साँच्चै हो त भनेपछि ल साँच्चै हो लु निकाल्नु त तपाईँ भनेर भन्छ फ्याट्ट पैसा निकाल्दै एउटाको दाममा 5-6वटा दिएर जानु पर्छ क्या तिनीहरूले अनि मलाई नि कतिचोटि त्यस्तो भएको छ अनि अब छिमेकीहरूले पनि त्यसरी राख्नुहुन्छ नि त अनि म यसो सम्झिन्छु यो खालको इगो चाहिँ यो सुन पसलेहरूलाई चाहिँ हुन्छ कि हुँदैन भन्छु कि होइन साथी सुन पसलेहरूलाई भयो भने त अनि खतरा मजा आउँछ त होइन यिनीहरूसँग चाहिँ हुन्छ कि हुँदैन यति किन्यो भने चाहिँ लु यतिको दाममा यति आउँछ भनेर चाहिँ त्यो खालको इगो देखाउनु हो भने त अनि पैसा त चेपचाप गरेर राख्नुपर्छ साथी हो कुनै बेला काम लाग्छ हुन्छ कि हुँदैन सुन पसलेहरू चाहिँ इगो